चाहिँ अहिलेको बच्चाको नाम हुन्छ नि धेरै अर्थ लाग्ने हुँदैन, विदेशी नाम राख्ने होडबाजी त आमा र बाबाको नाम जोडाएर पहिला पहिला भगवानको नाम राखिन्थ्यो, झुकेर आफ्ना सन्तानलाई बोलाउँदा नि भगवानको नाम जप गरिन्थ्यो। अहिले नातिलाई नातिनालाई बोलाउँदा भगवानको नाम छैन। आमा पहिला चाहिँ पार्वती, रीता, सीता, गीता, हरि, नारायण, वासुदेव, मुकुन्द, दामोदर यस्तो नाम हुन्थ्यो, भगवानलाई बोलाएको फल पाइन्थ्यो। अहिले त अर्थ नगर्द गोविन्दकै नाम एउटै छ, त्यो छैन। अनि सबैभन्दा कान्छा छोराको नाम बुढेसकालमा जन्मिएका छोराको नाम थियो नारायण। सन्तले राख भनेको भरमा राख्नु भएको भगवानको मायाले होइन माताजी, त्यो कान्छो छोरोको मायाले चाहिँ नारायण खाऊ भन्थ्यो, नारायण सुत भन्थ्यो। एक दिन मृत्यु आयो, यमदूत लिन आए, त्यो यमदूतलाई मेरो कान्छो छोराले देख्ला भनेर अरू छोराको याद भएन छ। बाबु नारायण भनेर अदामीले बोलाएको, छोरा होइन भगवानको दूत चाहिँ आइपुगेछ। अनि हामी त यो हाम्रा हरिका भक्त भनेर अदामीलाई लगे, यमदूतहरू फर्केर गए। प्रभु अब हामी चाहिँ एउटा संविधान बनाइदिनुहोस्, कसलाई ल्याउने कसलाई नल्याउने हामी झुक्यौँ। अदामीले पापी भनेर लिन गएको, भगवानको भक्त परेछन्, झन्डै डन्ना परेको ढाडमा लगे वैकुण्ठ भन्नुभयो भने एउटा संविधान बनाइदिनु भएको छ। जिह्वा नभक्ति भगवत गुणनामधेयं चेतस्य न स्मरति तच्चरणारविन्दं कृष्णाय नो नमत्यचिरये कदापि तानान्नयध्वमसितो विष्णुकृत्या। जसको मन चिन्तनमा लागेन, जसको कान कथामा लागेन, जसको आँखाले सन्तको दर्शन गरेन, जसको जिह्वाले भगवानको नाम गुण कीर्तन गरेन, जसको पाउले तीर्थ परिभ्रमण गरेन भने त्यो व्यक्तिलाई तानी तानी ल्याउनु है भनेको। तीर्थ नजाने पाउ सर्प जस्तो, अरे दान नदिने हात लट्ठी जस्तो, भगवानलाई नसम्झिने मन पत्थर जस्तो, भगवानका रूपी सन्तको दर्शन नगर्ने आँखो लाटोको सिरोको जस्तो, अनि कान भएर कथा नसुन्ने यो कानको बुवाल सर्प र मुसु बस्ने दुलो बराबर। यो जिह्वाले भगवानको नाम जप्दैन भने भ्याकुतो बराबर टर्र गर्छ, न मिठो छ। कोइली भयो ओहो भन्छन्, त्यो भ्याकुतालाई कसैले मान्छन्? मान्दैनन्। त्यस्तै छ, संसारमा मात्रै मन गरिरहन्छ। यति गऱ्यो भने त्यसलाई ल्याउनु तानेर, यदि भगवानमा मन लाउँछ भने त्यसलाई नल्याउनु भनेर संविधान बनाइदिनु भएको कथा षष्ठ स्कन्धमा विभिन्न कथा छन्। 19 अध्यायले पूर्ण हुन्छ। अब सप्तम स्कन्धमा कुल पनि गतिलो पर्नुपर्ने रहेन त भगवानको कृपा हुनको लागि। हिरण्यकशिपु नाम गरेको दैत्यका कान्छा छोरा प्रह्लाद, जसले गर्भभित्रै हुँदाखेरि नारद मुनिबाट चाहिँ भागवत धर्मको शिक्षा प्राप्त गर्नुभएको थियो। माता कैयादुको चाहिँ माध्यमबाट हिँड्दा डुल्दा खाँदा जुनसुकै अवस्थामा भगवान भन्नुहुन्थ्यो। दैत्यलाई मन पर्दैन थियो, कहिले आगोमा जलाएर मार्न खोजे, कहिले सर्पबाट टोकाए, कहिले हात्तीलाई मदिरा खुवाएर कुल्चाए, कहिले दिके पिलाए, केही गर्दा मृत्यु हुँदैन, कस्तो चाहिँ यो ज्याद्रु रहेछ भनेर आदिल भयो अजामिल। कहाँ छ तेरो देउता देखा भन्दा पिताजी मनबाट यदि तपस्या हुन्छ भने केही खम्मा पनि मेरो भगवान हुन्छ। यत्र तत्र सर्वत्र हरि नभएको जगत नै छैन। सर्वम ब्रह्ममयम जगत सर्वम विष्णुमयम जगत, विष्णु नभएको जगत नै छैन। माटोमा पनि, ढुङ्गामा पनि, पानीमा पनि, कण कणमा हरि व्यापक सर्वत्र समाना प्रेमते प्रकट भई भुइँमे जान। यदि प्रेमपूर्वक भगवानलाई पुकारा गर्यो भने जहाँ पनि भगवान पाइन्छ भनेको। यसका नारायणलाई मारिदिनु पर्यो भनेर खम्बामा हिर्कायो दरबारले, त्यहीँबाट भक्तको रक्षा गर्न भगवान नृसिंह भनेर आउनुभयो। बोलो नृसिंह भगवानको जय। आधा मानव आधा पशु भनेर आउनुभयो र हिरण्यकशिपुलाई वध गर्नुभयो। प्रह्लादजीलाई भगवानले सम्पूर्ण साम्राज्य प्रदान गर्नुभयो। बाबु अबदेखिको प्रान्त तिम्रा कुलमा कसैले पनि म मार्दिन, किन भन्दा दैत्य कुलमा पनि तिमी जस्ता अमृत तत्त्वको चाहिँ विकास भएको छ। अब सबैलाई म कल्याण गर्छु, रक्षा गर्छु भन्नुभयो। त त्यस्ता रक्षा गर्छु भन्ने भगवानले अष्टम स्कन्धमा गएर के गर्नुभयो त भन्दा वामनको रूप धारण गरेर राजा बलिकोमा जानुभयो। 3 पाइला जमिनको बहानामा सर्वस्व नाच्नुभयो। अन्तिममा 4 महिना राजा बलि सुतलमा जाँदा राजा बलिको संरक्षण बनेर बस्नुभयो, गेट पाले। त यसरी भगवानले भक्तको रक्षा गर्नुभएको चरित्र भागवतमा प्राप्त हुन्छ। पशुले, हात्तीले पनि भगवानलाई पाएको कथा आउँछ। एउटा हात्ती स्नान गर्न जाँदा कोहीले पाउमा आक्रमण गर्दछ, त्यो कालरूपी कोहीबाट बच्न उसले धेरै प्रयत्न गर्दा पनि निष्फल हुन्छ। अन्तिममा हे जगत बनाउने हरि आएर बचाउ, मर्न आँटे भनेर जलको सिन्धुबाट हात्तीले प्रार्थना गर्यो। कमलको पुष्प सुनमा राखेर सोन्त सरसिरुवले न गृहीतार्दो
दृष्ट्वा गरुत्मति हरिखौपात सगरम उत्क्षिप्य साम्बुदकरम हिरवाहृत्राण नारायणाखिल गुरु भगवान नमस्ते। हे नारायण, हे अखिल गुरु बच्चो भन्ने बित्तिकै भगवान आउनुभयो, सुदर्शन चक्र प्रहार गरेर त्यो ग्राहलाई उद्धार गरिदिनु भयो र गजेन्द्रलाई भगवानको कृपा भयो। हरिको रूप धारण गरी बक्सेर यस्ता दिव्य दिव्य चरित्र अष्टम स्कन्धमा समुद्र मन्थनका कथादेखि लिएर सम्पूर्ण कथा समाहित छन्। 24 अध्यायले अष्टम स्कन्ध पूर्ण। नवम स्कन्धमा गएर श्रीरामको चरित्र, एकादशीको व्रत बस्ने अम्बरीश राजाको कथा, जसले एकादशीको व्रत बस्दैन, अरू व्रत बसेको फल पाउँदै पाउँदैन। एकादशीको बस्छ भने अरू बस्ने व्रत बस्ने लाइसन हो। अनि एकादशीको व्रत ठुली एकादशी, माइली एकादशी, साइली भनेर हामी बस्छौँ, तर सबैमा बस्न सक्दैन। वर्षमा 26 वटा एकादशी हुन्छ, 24 वटा अघिपछि पुरुषोत्तम महिना आउने वर्ष चाहिँ 26 वटा एकादशी। अनि कता कता पहाडतिर भनेको सुनेको अरू बस्दै जानेले पनि दशमीको भोलिपल्ट नबस्छ, किनभने त्यो त गिद्धे एकादशी अरे जेरी खानुहुन्छ भन्दै एकादशी नाम्ची खाँदैन, मनमानी खाने त्यस्तो परम्परा थियो। तर त्यो एकादशीको नाम झन् पापाङ गुस्सा, पाप पखाल्ने एकादशी। त्यो दिन झन् महत्त्वपूर्ण छ। अनि अर्को कुरा, एकादशीको व्रत बस्नेले दशमीको बेलुकैदेखि चाहिँ आहार शुद्ध गर्नुपर्छ भनेको छ। यसरी एकादशीको व्रत बस्यो भने भगवान नारायण प्रिय हुनुहुन्छ, प्रसन्न हुनुहुन्छ भन्ने कथा अम्बरीश राजाको चरित्रमा पाइन्छ। राजा रन्तिदेवको चरित्र, सूर्यवंशी र चन्द्रवंशी राजाहरूको धेरै कथा छन् नवम स्कन्धमा। 24 अध्यायले पूर्ण हुन्छ। दशम स्कन्धमा गएर वसुदेव र देवहूतिको विवाह, देवकीको विवाह, वसुदेव र देवकीका गर्भबाट 6 सन्तान जन्मिँदा कंसले मार्नु, 7औं गर्भ चाहिँ रोहिणीको गर्भमा सारिदिनु, 7औं गर्भ तुइयो भन्ने कुरा सबैतिर आउनु, 8औंका बेलामा भगवान स्वयं पूर्ण ब्रह्म परमात्माको रूपमा यस धरामा प्रादुर्भाव भइबक्सेर भगवान मथुराबाट गोकुलमा जानु, गोकुलमा गएर पहिलो नम्बरमा पुतनालाई उद्धार गर्नु, त्यसपछि सङ्कटासुर, तृणावर्त, व्योमासुर, अरिष्टासुर, अगासुर, बकासुर, वत्सासुर आदि गरेका तमाम दैत्यहरूलाई भगवानले उद्धार गर्नुभयो। अगाडि गएर भगवानले ब्रह्माजीको अहङ्कारलाई नष्ट गर्नुभयो र ब्रह्माजीलाई पनि भगवानले शरणागति भाव स्वीकार गर्ने बाध्य बनाउनु भयो। इन्द्रको यज्ञ भङ्ग गरेर चाहिँ गोवर्धन धारण गर्नुभयो। पछाडि गएर यमुनाभित्र बसेका ती कालियालाई पनि भगवानले कल्याण गर्नुभयो। यज्ञ पत्नीहरूमाथि भगवानको कृपा, भक्तको मायाको हरण, चिर हरण गर्नुभयो। त्यसपछि रासोत्सव भगवानद्वारा आयोजना भयो। आत्मा र परमात्माको एकाकारको लीला। भगवान ब्रजमण्डलबाट मथुरामा अक्रूरका साथमा यात्रा, धोबीलाई कपडा चाहिँ धुनेवाला धोबीलाई कृपा गर्नुभयो। त्यसपछि भगवानले धनुर्लाई भङ्ग गर्नुभयो, मालीलाई कृपा गर्नुभयो, कपडा सिलाउने दर्जीलाई भगवानले कृपा गर्दै कुब्जा 3 ठाउँमा बाँधिएकी त्रिवक्रालाई कुब्जालाई कृपा गर्नुभयो र मल्लशालामा प्रवेश गर्ने आँट्दाखेरि कुबलया पीड नाम गरेको हात्ती र माउती दुवैलाई भगवानले कल्याण गर्नुभयो। मल्लशालाभित्र प्रवेश गरेर चाँडुर र मुष्टिक नाम गरेको त्यो मुष्टन्य 2वटा नै गएका थिए, ती दुवै दैत्यलाई दाजुभाइ मिलेर चाहिँ वध गरिदिनु भयो। गएर नाना कंसमाथि पनि भगवानको विजय भयो। भगवानको बनाइने संस्कार सुसम्पन्न गुरुकुलको यात्रा, 16,108 रानीसँग भगवानको विवाह, भौमासुरलाई वध गर्दै त्यसपछि अगाडि गएर भगवानले जरासन्धलाई वध गर्नुभएका कथा, भक्त सुदामाको चरित्र, त्रिकासुरले शङ्करको तपस्या गरेर वैभव प्राप्त गरेपछि भगवान शङ्करलाई पनि सङ्कट पर्दा भगवान नारायणद्वारा त्रिकासुरको वध गराउनु भएको प्रसङ्ग, यी इत्यादि प्रसङ्ग दशम स्कन्धमा चाहिँ सङ्ग्रहित छन्। 16,108 रानीबाट 10 भाइ छोरा, एक उती छोरीको जन्म भएको कथाको साथसाथमा दशम स्कन्ध 90 अध्यायवाला पूर्ण। एकादश स्कन्धमा भगवानले उद्धवजीलाई ब्रह्मज्ञान दिनुभएको कथा। म सोधान जाँदैछु, तिमी बदरी वनमा गएर तपस्या गर भन्ने आज्ञा। अन्तिममा 125 वर्षको आयुलाई भगवानले व्यतीत गर्दै जरा नामको व्याधालाई न्यू बनाएर भगवानको सोधाम गमन, यादव वंशीहरू मदिरा पान र ऋषि श्रापबाट चाहिँ नष्ट हुनुभएको चाहिँ प्रसङ्ग 31 अध्यायले परिपूर्ण। अब सप्तम स्कन्धमा के भयो त भन्दा भगवान सुखदेवजीले राजा परीक्षितलाई सोध्नुभयो, अझ पनि मर्छु भन्ने डर छ? पशुबुद्धि मीमांसा चाहिँ मर्छु भने पशुबुद्धि त्याग, तिमी सिद्ध बन्यौ, तिमी ईश्वर बन्यौ भनेर भन्नुभयो। सिद्धोस्म्यनु गृहीतोस्मि भगवता करुणात्मना, हजुरको करुणाले म सिद्ध बने। मृत्यु भ्यो न विभेम्य, मलाई मर्नदेखि, मलाई मृत्युदेखि कुनै डर छैन।
म अजर भई अमर भई म निर्गुण छु, म सद्घन चितघन आनन्द घन परमात्मा हुँ भनेर भन्नुभयो राजा परीक्षितले। ल तिमी मुक्त बन्यौ भनेर परीक्षितलाई त्यहाँ छाडेर सुखदेव स्वामी आश्रमको यात्रामा अगाडि बढ्नुभयो। माध्यम बनेर तक्षक आए। सुखदेव स्वामी तुरीय अवस्थाबाट माथि, समाधिभन्दा माथिल्लो अवस्थाबाट मुक्ति हुनुभयो। त्यो न्यू चाहिँ त्यो शरीरलाई मार्नको लागि त्यो न्यू बन्यो। तक्षकले डस्यो, शरीर जलेर खरानी भयो, पुष्प